5.5 आना जग्गामा आफै बस्नको लागि भनेर एकदमै बलियो गरी बनाएको फुल्ली फर्निश बङ्गलो बिक्रीमा। वरिपरि खुल्ला भएको गार्डन सहितको यस्तो आकर्षक घरमा हजुरले एउटा जुनसुकै कार पनि मजाले पार्किङ गर्न सकिने पार्किङ स्पेस भएको 13 फिटे ढलाने बाटोको एक्सेसमा रहेको यो घर हजुरले रिङ रोडदेखिबाट पनि लगभग 1.5 किलोमिटरको डिस्टेन्समा पाउन सक्नुहुनेछ। खानेपानी ढल सम्पूर्ण सुविधा सम्पन्न फुल्ली फर्निचर सहितको रहेको यस्तो आकर्षक घर हजुरले टोटल 5 BHK फुल्ली फर्निश बङ्गलो पाउन सक्नुहुनेछ। दक्षिण र पश्चिम खुल्ला भएको दिनभरि घाम लाग्ने यो घरमा तपाईँले घरभित्र प्रवेश गर्ने बित्तिकै यो पाउनुभयो लिभिङ हल, जुन चाहिँ एकदमै स्पेसियस रहेको छ। देख्न सक्नुहुन्छ फल सिलिङ लाइटिङ कलर यसमा गरिएको आर्टहरू एकदमै ब्युटिफुल रहेको। टिभी क्याबिनेट सहितको भुइँमा चाहिँ सिसोको काठको पार्केटिङ गरेको यो लिभिङ रुम पाउनुभयो भने लिभिङसँगै चाहिँ यो पाउनुभयो मोडुलर किचन डाइनिङ, जुन चाहिँ यो पनि एकदमै स्पेसियस रहेको छ, एकदमै उज्यालो रहेको यस्तो राम्रो यो किचन डाइनिङ पाउनुभयो भने सँगै तपाईँले ग्राउन्ड फ्लोरमा चाहिँ एउटा कमन बाथरुम र गेस्ट रुम पनि रहेको छ। मैले गेस्ट रुम चाहिँ हजुरलाई देखाइनँ। भर्याङको पार्टमा ग्रेनाइट लगाएको, साइडमा पनि सिसोको काठको पार्केटिङ गरेको एकदमै ब्युटिफुल हजुरको यो भर्याङको डेकोरेसन पाउन सक्नुहुनेछ भने तपाईँले फर्स्ट फ्लोरमा आएपछि टोटल 3वटा बेडरुमहरू पाउन सक्नुहुनेछ। 3वटै बेडरुममा चाहिँ तपाईँले अट्याच बाथरुम सहितको रहेको एकदमै स्पेसियस बाथरुमहरू रहेका छन् भने प्रत्येक बेडरुममा चाहिँ तपाईँले सेटिङ बेड दराज सहितको रहेको फल सिलिङ लाइटिङहरू पनि एकदमै राम्रो रहेको हजुरको भुइँमा पनि पार्केटिङ लगाएको यस्तो आकर्षक घर। रुमहरूमा पनि घाम लाग्ने उज्यालो हजुरको काठको झ्यालढोकाहरू लगाइएको यस्तो राम्रो घर हजुरले फर्स्ट फ्लोरमा चाहिँ तपाईँले 3वटा बेडरुम र सँगै यो ओपन लिभिङ रुम पनि पाउन सक्नुहुने यो घर हजुरलाई मैले योभन्दा माथि टप फ्लोरमा लगेर देखाउँछु। टप फ्लोरमा गएपछि चाहिँ तपाईँले यो पाउनुभयो वासिङ मेसिनको लागि स्पेस भने सँगै तपाईँले एउटा कमन बाथरुम पनि पाउन सक्नुहुन्छ। प्रत्येक बाथरुमहरू एकदमै स्पेसियस रहेको छ। यसमा तपाईँले बाथटबहरू राख्छु ज्याकुजी राख्छु भन्दा पनि मिल्ने खालको रहेछ भने सँगै तपाईँले टप फ्लोरमा पनि 2वटा बेडरुमहरू रहेका छन् भने तपाईँको बेडरुमहरू पनि एकदमै उज्यालो रहेका छन्। हेर्नुहोस् यसमा लगेको आर्टहरू यसमा लगेको कलर कम्बिनेसनहरू पनि एकदमै मिलाएर बनाएको आफै बस्ने गरी नयाँ मापदण्ड अनुसार 2 वर्ष अगाडि बनाएको यो घर यदि हजुरले पनि आफै बस्ने गरी बनाएको घर हजुरले रिङ रोडदेखिबाट पनि नजिकै खोज्दै हुनुहुन्छ भने हजुरको यो कोटेश्वरबाट पनि लगभग 1.5 किलोमिटरको डिस्टेन्स बोझे पोखरीमा एकदमै हाइट पिसफुल एरियामा खानेपानी ढलको सुविधा भएको 5.5 आना जग्गामा बनेको यस्तो आकर्षक घर आइसकेको छ। यदि हजुर यो घरको भिजिट गर्न चाहनुहुन्छ र थप जानकारी लिन चाहनुहुन्छ भने तत्काल स्क्रिनमा रहेको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।